त्यसबारे बताउनुहोस् न। आजको सभा चाहिँ हामीले नेसनल गोर्खाल्यान्ड कमिटी र एसडिसिसीको जोइन्ट भेन्चरमा यो सभा गरेको। यो सभामा चाहिँ हामीले सिभिल सोसाइटीको ख्यातिप्राप्त व्यक्तिगतहरू दार्जिलिङ, सिलगढी, कालिम्पोङका उहाँहरूलाई लिएर अनि विभिन्न विभागमा उहाँहरूले ठुलो अवधानमा बस्नु भएर उहाँहरूले उहाँको अनुभवहरू लिएर गत वेस्ट बङ्गाल एसेम्ब्ली इलेक्सनको टाइममा सुकुनामा हाम्रो गृहमन्त्रीले श्री अमित शाहले उहाँले भन्नुभएको थियो कि गोर्खाको समस्यामा हामी सल्भ गर्छौँ तर बङ्गालभित्रै हुन्छ तर कन्स्टिट्युसन संविधानको प्रावधानभित्र भनेर भन्नुभएको त्यो विषयलाई हामीले लिएर आज हामीले यो सभा आयोजना गरेका थियौँ। त्यसमा हाम्रो सिभिल सोसाइटीको मन्थन के हुन्छ त भनेर त्यो मन्थन लामो 3-4 घन्टाको बस पछाडि चाहिँ हामीले अब यसमा बङ्गालभित्र भनेपछि अभियसली बुझ्यौँ हामीले गोर्खाल्यान्ड चाहिँ होइन भने जस्तो बुझ्यौँ हामीले। किनभने अरू अप्सन्सहरू के हुन्छ त्यस्तो हुनसक्छ भन्ने हाम्रो एजेन्डा थियो आज। र आज त्यो विषयमा लामो आफ्नो हाम्रो विचार विमर्श भइसक्यो। त्यसमा खासै केही हाम्रो निष्कर्षमा आएन। तर हामीले एउटा निष्कर्षमा के आयो भने यति बेला चाहिँ सरकारमा गएर हामीले चाहिँ हाम्रो कुराहरू चाहिँ राख्नुपर्छ भन्ने कुरा भएपछि चाहिँ हामीले एउटा कम्बाइन्ड डेलिगेसन बनाउने हामीले जाने भारत सरकारसँग कम्बाइन्ड डेलिगेसन जाने सिभिल सोसाइटीको प्लस इलेक्टेड रिप्रेजेन्टेटिभ्सहरूको जस्तो एमपी एमएलएजहरूको उहाँहरूसँग रिक्वेस्ट गरेर डेलिगेसन लगेर यसो अगाडि सभा गरेर र हाम्रो मुद्दाको बारेमा चाहिँ गृहमन्त्री अगाडि सिभिल सोसाइटीको तर्फबाट प्रस्तुत गर्ने हामीले यसको निर्णय लियौँ। अनि त्यसको चाँजो मिलाउनको लागि चाहिँ हामीले पद्मभूषण डाक्टर जिएस योन्जन सरलाई यसको उहाँले जिम्मा लगाउनु या उहाँलाई अनुरोध गरेको छौँ र उहाँले यो एपोइन्टमेन्टहरू मिलाउने के कसोहरू चाहिँ उहाँले गराउनुहुन्छ। अनि यो विषय लिएर चाहिँ हाम्रो विषय फेरि भर्चुअल मिटिङ हुन्छ एउटा अनि सायद दार्जिलिङमा अर्को मिटिङ हुन्छ। त्यो मिटिङ भइसकेपछि त्यसको निचोड के हुन्छ त्यसकै आधारमा हामीले हाम्रो जो डिमान्ड छ त्यो चाहिँ हामीले प्रस्तुत गर्छौँ। र यसमा चाहिँ अब अरू पनि सिभिल सोसाइटीको साथीहरू जति पनि अनुभवीहरू छन् होइन ठुलो अवधाको ब्युरोक्रेट्सहरू जो रिटायर बसेका छन् हाम्रो पाहाड तराईको उसमा उहाँहरूलाई पनि त्यो सभातिर जोइन भइदियो भने अझै सुन्न थपिन्थ्यो भन्ने हामीले आशा राखेका छौँ। र उहाँहरूले पनि जोइन गरिसक्यो भने चाहिँ अझै ठुलो बृहत एउटा प्लेटफर्म क्रिएट हुन्छ भन्ने हामीले आशा गरेको छौँ। र जतिजना लिमिटेड छ डेलिगेसनमा त लिमिटेड मेम्बर्सहरू हुन्छ उहाँहरूलाई लिएर अहिलेको फिलहालको डिसिसन चाहिँ यही भएको छ डेलिगेसन। सर हाम्रो मुद्दा भन्नुहुँदै थियो नि तपाईँले, हाम्रो मुद्दा चाहिँ के हुन्छ, गोर्खाल्यान्ड हुन्छ कि अरू कुनै व्यवस्था हुन्छ भाइ? हाम्रो मुद्दा त अरू व्यवस्था भनेको छैन हामीले अहिलेसम्म होइन। हाम्रो मुद्दा त गोर्खाल्यान्डै हो होइन। मुद्दा त हाम्रो गोर्खाल्यान्डै हो तर सरकारले चाहिँ के अरे बङ्गालभित्र भन्दा चाहिँ गोर्खाल्यान्ड दिँदैन भनेको बुझ्यौँ हामीले। त्यसो भने चाहिँ के हो त त्यो चाहिँ भन्नु पनि मन लाग्यो नि त, बुझ्नु मन लाग्यो नि त हामीलाई होइन। त्यो कुरा सोध्नुमै जाने सोद्धाखेरि हाम्रो कुरा के हो त्यो पनि भन्ने तर भन्ने हामीले चाहिँ तिमीले भने ठिकै छ भनेको पनि छैन हामीले होइन। त्यो ठिक छैन हाम्रो गोर्खाल्यान्ड हुनुपर्छ पनि भनेको छैनौँ। तर अब जो हामीले फर्दर मिटिङ हुन्छ नि त्यो विषयमा चाहिँ नेक्स्ट मिटिङमा त्यसको हामीले निष्कर्ष लिँदैछ। दिनेले त जे पनि दिनुसक्छ है, माग्ने चाहिँ सही रूपले दह्रो रूपले पाहाडमा कहिले पनि खुट्टा टेक्दैन भन्ने जनताको यो बारम्बार भनाइ छ। अनि एससिसीको सोच पनि पहिलादेखि छुट्टै राज्य गोर्खाल्यान्डको हो भन्ने कुरा आइरहेको बेलामा तपाईँको टेक चाहिँ के हुन्छ? कस्तो टेक हुन्छ तपाईँहरूको एउटा होला नि टेक त के होला नि, त्यो स्ट्यान्ड चाहिँ के हुन्छ? एसडिसिसीको टेक त सेपरेसन फ्रम बेङ्गल इन एनी फर्म एसडिसिसीको। एनजिसीको टेक छ युनियन टेरिटोरी हो। दुईवटा कुरा भयो होइन। यो सबैलाई त एसिमुलेट गर्ने कोसिस पहिला पनि पार्टीहरूसँग ट्राई गर्यो त्यो पनि फेल भयो। यो चाहिँ विथ सिभिल सोसाइटीको एफर्ट्स हो यो चाहिँ बुझ्नुभयो। त्यसमा चाहिँ हामी सबैजनाले कन्सेन्स गऱ्यो यो टेरिटोरी ठिकै छ हामी यो बेटर किन बेटर हो किन बेटर होइन कुन चाहिँ बेटर हो कुन चाहिँ राम्रो होइन त्यो त अब डिस्कसन गरेर आदान प्रदान गरेर पोइन्ट बाई पोइन्ट डिस्कसन गरेर डिस्कसन हुन्छ नि। त्यो चाहिँ अब आउँदो दिनमा त्यसको डिस्कसन चाहिँ हुन्छ। सर
तपाईँहरूले अब यो मिटिङहरू यस्तो मिटिङहरू थुप्रैचोटि गरिसक्नुभयो नि, आज पनि अब हामी आएका छौँ मिटिङ, हामीले पहिला पनि खिचिसकेका छौँ र तपाईँहरूले चाहिँ अब ग्रास रुटमा चाहिँ गएको देखिँदैन क्या, तपाईँहरूको इन्डोर मिटिङ मात्रै हुन्छ। तपाईँहरूले यहाँदेखि बाहिर चाहिँ कहिले निस्किनुहुन्छ? भाइ हामीले पोलिटिकल पार्टी होइन, भोट माग्ने होइन, भोट माग्नलाई त जानु पऱ्यो बाहिर होइन। हाम्रो जस्तो तपाईँले प्रचार गर्नुहुन्छ नि त्यो त जनतामा पुग्छ नि त होइन। त्यसको रियाक्सन के हुन्छ त्यो त अहिले त गएर घर घरमा जानुपर्छ भन्ने जरुरी त छैन, गाउँमा जानुपर्छ भन्ने जरुरी छैन। तपाईँहरूकै माध्यमबाट सबैले त हेरिहाल्छ, बुझिरहेकै हुन्छ होइन। तर त्यसको हामीले चाहेको जस्तो प्रतिक्रिया चाहिँ त्यस्तो छैन है। किनभने मान्छेलाई बेसी अहिलेसम्म पोलिटिकल पार्टिजले लिड गरेको नि त होइन, मुद्दा त पोलिटिकल लेभलमा डिसिसन भएको हो होइन। त हामी चाहिँ चाहन्छौँ अब यो फाइनल डिसिसन भएपछि पोलिटिकल पार्टीको मात्रै डिसिसन नहोस्। आजको डिसिसन होइन, हाम्रो त्यो चाहिँ चाहना कुरा, त्यो त फर्दर डिस्कसन हुन्छ। र त्यसमा चाहिँ सिभिल सोसाइटीको जति पनि अनुभवी मान्छेहरू छ, अरू स्टेक होल्डर्सहरू जम्मैको पार्टिसिपेसन होस् डिसिसन मेकिङमा चाहिँ। जब सरकारसँग फाइनल हुन्छ त्यति बेला त्यो होस् भन्ने हाम्रो इच्छा चाहिँ त्यो हो। एकलौ त पहिला जस्तो चाहिँ डिसिसन नहोस् भन्ने चाहिँ हाम्रो विचारधारा। सरकारले त म्यान्डेट हेर्छ नि है, अब तपाईँहरूसँग त म्यान्डेट त अब तपाईँ न भोटमा जानुहुन्छ है, तपाईँले इन्टरनल काम गरिरहनु भएको होला, तर अब तपाईँहरूले म्यान्डेटको लागि चाहिँ तपाईँहरूले चाहिँ किन पहल नहुनु? भाइ म्यान्डेट भनेको चाहिँ मान्छेको भुल बुझाइ के छ भने भोटले जित्नु मात्रै म्यान्डेट भन्छ कि, दिस करेक्ट इनकरेक्ट हुँदैछ है। म्यान्डेट त गोर्खाल्यान्डको म्यान्डेट छैन यो, गोर्खाल्यान्डको त म्यान्डेट सक्छ छैन भन्नुहोस्। तपाईँलाई गोर्खाल्यान्डको के तपाईँहरूको पक्षधारी होइन र, द्याट इज म्यान्डेट। गोर्खाल्यान्डको म्यान्डेट त पुरै छ नि, त्यसलाई हामीले म्यान्डेट देखाउनु पर्दैन त्यो त होइन। पार्टीले जितेर यो चाहिँ म्यान्डेट हो भन्नु चाहिँ त्यो चाहिँ गति हुन्छ र पिपल्सको चाहना जो छ एसपिरेसन्स त्यही नै म्यान्डेट हो र त्यो भोइसलाई बोक्नु, त्यो म्यान्डेट बोक्नु। त्यसले गर्दा त्यसमा भोटमा गएरै गर्नुपर्छ भन्ने त्यस्तो जरुरी छ हामीलाई चाहिँ। सर तपाईँ पनि पटक पटक यो मिटिङमा सहभागिता बनिरहनु भएको छ है। एक्चुअलमा सरकार दिने पक्षभन्दा आफ्नो डिमान्ड राख्ने चाहिँ दुर्बल छ भन्ने कुराहरू बारम्बार अघि आइरहेको बेलामा तपाईँहरूको एक्चुअलमा टेक चाहिँ के हुन्छ सर? म चाहिँ तपाईँलाई थाहा छ, म भाइस चेयरम्यान अफ एनजिसी नेसनल गोर्खाल्यान्ड कमिटी। हामीले यो कमिटी जुन चाहिँ बनाएको थियो नि, यो चाहिँ पोलिटिकल पार्टिजहरू दिल्लीमा भेला भएर उहाँहरूले नै डिसाइड गरे कि देयर सुड बी अ नेसनल फोरम अफ इन्टेलिजेन्सिया एक्सपर्ट्सहरू, रिटायर्ड ब्युरोक्राट्स, टेक्नोक्राट्सहरू भनेर त्यति बेला यो एनजिसी खडा भएको थियो। र एनजिसीले हामीले 3वटा डकुमेन्ट तयार गऱ्यौँ, भिजन 1, 2, 3 डकुमेन्ट्सहरू। भिजन 1मा चाहिँ तपाईँको गोर्खाल्यान्डको हाम्रो इतिहास, कसरी हामी 100 सालभन्दा ज्यादा लड्दै आएको छौँ। र भिजन 2मा चाहिँ हामीले हाम्रो प्रपोज स्टेट गोर्खाल्यान्ड चाहिँ कस्तो हुनुपर्छ भनेर दिएको छौँ। नम्बर 3 डकुमेन्टमा चाहिँ युटी, हाम्रो स्ट्यान्ड चाहिँ युटी हो, युनियन टेरिटरी। द्याट मिन्स द बटम लाइन इज सेपरेसन फ्रम बेङ्गल। कारण वी हेभ सफर्ड एनफ अन्डर बेङ्गल, सो वी हेभ टु सेपरेट फ्रम बेङ्गल। त कसरी सेपरेट हुने? युटी किन भन्दा चाहिँ नम्बर 1 युटीमा चाहिँ गभर्नेन्स भन्ने एकदमै कडा हुन्छ। अहिले हाल दार्जिलिङमा गभर्नेन्स भन्ने बिल्कुल छँदै छैन, त्यसकारण जनताहरू सबैजना सफर गरिरहेको छ। युटीमा चाहिँ तपाईँको दिल्लीबाट आउँछ आइएस अफिसर्सहरू, आइपिएस अफिसर्सहरू, टेक्नोक्राट्सहरू, इन्जिनियर्सहरू, एग्रिकल्चरिस्ट, हर्टिकल्चर सब एक्सपर्ट आएर उहाँहरूले नै डेप्युट गर्छ र उहाँहरूले यहाँ एक्सपर्ट आएर दार्जिलिङमा के प्रब्लम छ समाधान गर्ने प्लान गर्छ, प्रोग्राम बनाउँछ र एक्जिक्युसन पनि गर्छ। द्याट अ पार्ट। त्योभन्दा मोस्ट इम्पोर्टेन्ट चाहिँ फाइनेन्सको कोही प्रब्लम नै हुँदैन। हामी कुनै बङ्गाल सरकारको उसको के अरे दया मायामा बढ्नु पर्दैन। सेन्टरबाट आउँछ, एउटा एलोकेसन हुन्छ, यो युटीलाई चाहिँ यति छ पपुलेसन्सहरू, यतिजना एमएलए छ, यतिजना एमपी छ, यतिवटा डिस्ट्रिक्ट छ, सबै त्यो क्यालकुलेसन गरेर बजेट आउँछ, मेबी 500 करोड, मेबी 1000 करोड। सो त्यो चाहिँ राम्ररी सुचारू रूपले त्यो चाहिँ युटिलाइज हुन्छ। देयर वोन्ट बी एनी लिकेज, देयर वुड बी मच लेस करप्सन अनलाइक टुडे। आज कस्तो छ, व्यापक छ करप्सन, एभ्री डिपार्टमेन्ट देयर इज अ करप्सन। युटी चाहिँ हामीले प्राइमेरीली फ्रम गभर्नेन्स एङ्गल, कारण एउटा एडमिनिस्ट्रेसन भनेको ओन्ली गभर्नेन्स, 90% चाहिँ गभर्नेन्स, 10% 5% मेबी पोलिसी डिस्कसन एसेम्बली, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर अल्टिमेटली ब्युरोक्राट हाज टु इम्प्लिमेन्ट अल दिस थिङ्स। त्यस कारणले हामीले चाहिँ जनताले चाहिँ सफर नगरोस्, उनीहरूले सुविधा पाओस्, सिभिक फेसिलिटिज, हस्पिटल, एजुकेसन र एनी सुविधा, त्यो चाहिँ पब्लिक सर्भिसहरू चाहिँ पानी
यस्तो सबै सुविधा पाओस् भनेर युटी छ भने चाहिँ हामीले सोचेको थियौँ कि 10 सालमा चाहिँ यो युटी भएर एकदमै एडमिनिस्ट्रेसन सुचारू रूपले रुक्छ। त्यसको बादमा चाहिँ प्रोभाब्ली आफ्टर 10 इयर्स आज तपाईँले नर्थ इस्टको इन्टायर इतिहास हेर्नुहोस्, मेघालय, मिजोराम, अरुणाचल सबै यिनीहरू हुन्छ युटीबाट पहिला ग्रेजुएट गर्दै गएको। कारण सेन्टरले पनि चाल पायो कि यहाँनिर चाहिँ एडमिनिस्ट्रेसन चाहिँ एकदमै विक छ, यसकारण एडमिनिस्ट्रेसनलाई पहिला स्ट्रङ गर्नुपर्छ र सबैलाई युटी पहिला बनायो। 10 सालमा 15 सालमा उहाँलाई बिस्तारै अपग्रेड गर्यो। अचानक स्टेटहुड पायो भने साह्रो पर्छ, कारण हाम्रो पोलिटिकल लिडर्सहरू येट टु गेट फुल्ली म्याच्योर्ड एन्ड अल दिस थिङ, एडमिनिस्ट्रेसन पनि पक्का छैन। त त्यो चाहिँ त्यसको लागि चाहिँ हामीले युटी, त्योभन्दा पनि इम्पोर्टेन्ट चाहिँ प्राइमरीली फ्रम डिफेन्स एङ्गल हामीले सिलगढी तपाईँले चिकन नेक भन्नुहुन्छ, चिकन नेक कति इम्पोर्टेन्ट छ स्ट्राटेजिकली, अहिले त झन् इम्पोर्टेन्स भएको छ। कारण बङ्गलादेश पल्लोपट्टि छ, हामीसँग हाम्रो इन्टरनेसनल रिलेसन राम्रो छैन, यता नेपालमा पनि अर्कैसँग रिलेसन राम्रो ठिक छैन। चिकन नेक हेज बिकम भेरी भेरी इम्पोर्टेन्ट। त्यो पनि एउटा सरकारलाई चिन्ता छ, त्यसलाई पनि स्ट्रेङ्थन गराउनु, हाउ टु स्ट्रेङ्थन हाम्रो चिकन नेकलाई। त्यसको लागि चाहिँ एउटा युटी सुड बी डाइरेक्टली अन्डर सेन्ट्रल गभर्मेन्ट, जहाँ बिएसएफ, सिआरपिएफ, आर्मिज, एसएसबिज, सिभिल एडमिनिस्ट्रेसन सबैलाई एउटा सामेल गराएर उहाँले यो चिकन नेकलाई चाहिँ टु स्ट्रेङ्थन इट सो द्याट डजन्ट गेट कट्स अफ। सपोज समथिङ ह्यापन्स, लडाइँ सडाइ भएपछि कट्स अफ भएर आफ्नो कम्प्लिटली नर्थ इस्टको 7 स्टेट्सको 40-45 मिलियन पपुलेसन विल गेट कट अफ। So these are the primary reasons why we have support. We have advocated for UT. We want that UT should be given to Gorkhaland. You call it Gorkhaland, you call it any other name, that we are flexible. सर अहिले अब सिलगढीलाई डिस्ट्रिक्ट बनाउने कुरा पनि हुँदैछ है, त्यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ? अब सिलगढी डिस्ट्रिक्ट भएको ठिक हो कि नभएको? सिलगढी मेरो ख्यालमा इज अलरेडी अ डिफ्याक्टो डिस्ट्रिक्ट, डिफ्याक्टो। तपाईँ हेर्नुहोस् इतिहास, बिस्तारो दार्जिलिङबाट सब इम्पोर्टेन्ट अफिसहरू तल सार्दै गयो सिलगढीमा। एउटा टाइम चाहिँ सिपिएमको टाइममा 20 दिन 25 दिन त डिएम सिलगढीबाट काम गर्थ्यो, त्यो अशोक भट्टाचार्य। दार्जिलिङमा विकली हलिडे जान्थ्यो, सैटरडे सन्डे, त्यस्तो स्थिति थियो। आज झन् डिफ्याक्टो डिस्ट्रिक्ट, खालि डिजिओले खालि रेकग्नेसन गरेको छैन, बिकज आज यो दार्जिलिङको प्रब्लमले गर्दा खालि आज पड्किन्छ कि भनेर। इट्स अलरेडी डिफ्याक्टो डिस्ट्रिक्ट। भोलि युटी पायो भने Siliguri will be a state headquarter with the judiciary in Siliguri, with all secretariat. सायद हामीलाई पनि सजिलो पर्छ होला। अब दार्जिलिङमा भोलि तपाईँले सेक्रेटेरिएट लाग्यो भने आज तपाईँलाई दार्जिलिङ पुग्नु 6 घन्टा 8 घन्टा लाग्छ। भोलि सेक्रेटेरिएट भयो भने गभर्मेन्ट गाडी नै 100-200 ज्यादा हुन्छ, कहिले पुग्ने दार्जिलिङमा? त सिलिगुडी विल बी अ स्टेट हेडक्वार्टर विथ अल द फेसिलिटिज। त्यसको मतलब यो होइन कि दार्जिलिङ पनि नेग्लेक्ट हुन्छ। दार्जिलिङमा चाहिँ हामीले के गर्नुपर्छ भने दार्जिलिङको अहिले जुन चाहिँ छ ब्लक्सहरू एकदमै ठुलो छ। बिजनबारी ब्लक, त्यो भिडियोले मलाई भन्थ्यो सर म माथि त्यो शिव खोला पुग्नु 3 दिन लाग्छ, आगो लाग्यो भने त्यति बाटो खराब छ। त वी सुड डिसेन्ट्रलाइज द एडमिनिस्ट्रेसन दार्जिलिङमा। हामीले सोचेको थियौँ अहिले 8वटा ब्लक छ, कमसेकम 16वटा ब्लक हुनुपर्छ। सुनदामा एउटा ब्लक, जोरबङ्गलामा एउटा ब्लक, त्यस्तै मिरिकमा ब्लक, बिजनबारीमा छँदैछ, माथि रिम्बिङमा ब्लक। यस्तो हामीले एडमिनिस्ट्रेटिभ सेटअप पनि तयारी गरेको छौँ। यस्तो ब्लक भयो भने चाहिँ एडमिनिस्ट्रेसन सुड बी नियर टु दि पिपल। यो होइन कि दार्जिलिङ सबैजना दार्जिलिङ आउनुपर्ने, सबैजना सिलगढी पर्ने। एडमिनिस्ट्रेसन सुड बी डिसेन्ट्रलाइज, पञ्चायत अल्सो सुड बी डिसेन्ट्रलाइज। आज तपाईँले हेर्नुहोस् लद्दाखमा 6वटा डिस्ट्रिक्टहरू क्रिएट गरेको, बिकज टेरेन इज सो टफ, पिपल सुड रिच to the nearest point. त्यस कारणले उनीहरूले 6वटा, although the population size only 2 lakhs, हाम्रो त 18 लाख population छ। So we should decentralize, we should strengthen all this panchayat system, we should police stations सबै स्ट्रङ बनाएर facility should be nearer so that everybody need not come to Darjeeling headquarters. यहाँको प्रस्तावित गोर्खाल्यान्डको मानचित्रमा सिलगढी जिल्ला हुँदा पनि असर पर्दैन तपाईँहरूको भनाइअनुसार? मलाई पर्दैन जस्तो लाग्छ, कारण सिलगढी मात्रै स्ट्रेङ्थन होइन, सिलगढी त स्टेट हेडक्वार्टर भइहाल्छ भोलिको युटीको भयो खण्डमा, स्टेट खण्डमा। अहिले नै सिलगढीलाई जिल्ला घोषणा गऱ्यो भने कहीँ कतै हाम्रो डिमान्ड त यो पुरा हुन त केही समय लाग्न सक्छ है। त्यो बेलासम्म
सिलगढीलाई जिल्ला त सायद सिलिगुडी यिनीहरूले जिल्ला अहिले हतारमा छैन। उनीहरूले सिलिगुडीलाई डिस्ट्रिक्टै बनाउनु पऱ्यो भने यही तपाईँले जुन चाहिँ समाधान गर्दैछ युटी या गोर्खाल्यान्ड त्यसैसँग सामेल हुन्छ। सायद अब एउटा डिस्ट्रिक्ट, वान मोर डिस्ट्रिक्ट, दार्जिलिङ एउटा डिस्ट्रिक्ट। मैले भनिहालेँ सिलिगुडी इज अलरेडी डिफ्याक्टो डिस्ट्रिक्ट। सबैजना तपाईँ हेर्नु दार्जिलिङको मान्छेहरू हस्पिटल तल सिलगढी छ भन्छ। सो अलरेडी क्यान यु रिभर्स द ट्रेड? यु कान्ट। दार्जिलिङको लिमिटेसन छ। सबै एउटा हिलको एउटा क्यारिङ क्यापेसिटी हुन्छ। वी आर क्यारिङ मोर पिपल। आज ट्राफिक किन यस्तो समस्या छ? बिकज द रोड्स आर न्यारो, इट विल टेक टाइम। सो वी हेभ टु स्ट्रेङ्थन द डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन दार्जिलिङ। अब कालिम्पोङ त छुट्टै त हालेको छ तपाईँको दार्जिलिङमा। अब कालिम्पोङमा के छ तपाईँको यहाँले एडमिनिस्ट्रेसन? त कालिम्पोङलाई पनि स्ट्रेङ्थन गर्नु छ। तपाईँको ब्लक्सहरूलाई अझै ज्यादा बनाउनुपर्छ। पञ्चायत पनि अझै सानो बनाउँदै जानुपर्छ। सो द्याट एडमिनिस्ट्रेसन रिचेस द डोर स्टेप्स अफ द पिपल। अब केन्द्रसित तालमेल गर्नुको निम्ति एउटा प्रतिनिधि टोली जाने, त्यसको समन्वयकको रूपमा तपाईँलाई चयन गरेको छ। तपाईँको भूमिका के हुन्छ? मेरो भूमिका चाहिँ अब के हुन्छ भनेदेखि चाहिँ नट ओन्ली एज ए लिडिङ सिटिजन अफ यो दार्जिलिङ हिल एरिया भनौँ, कालिम्पोङ हिल एरिया, नट ओन्ली एज एन इन्टेलेक्चुअल, बट अहिले चाहिँ अब जुन चाहिँ भारत सरकारले मलाई अब पद्मश्री अवार्ड दिएर सम्मानित गरे, जसले कि म एकदम धन्यवादी छु। त यसकै हैसियतले पनि मैले अब गभर्मेन्ट अफ इन्डियासित चाहिँ सम्पूर्ण पहाडको तर्फबाट, हुन त म मात्रै त हुँदैन, मसँग टोली बसेको हुन्छ, तर आई विल बी वान अफ द चिफ स्पोक्स पर्सन इन कनेक्सन विथ द एज ओल्ड डिमान्ड फर स्टेटहुड फर द गोर्खा पिपल अफ नट ओन्ली द दार्जिलिङ डिस्ट्रिक्ट तर होल अफ इन्डिया। यो गोर्खा जुन चाहिँ स्टेट हामीले मागिरहेको छौँ, या त युटी नै भनौँ, यो चाहिँ डिरेक्टली या इन्डिरेक्टली चाहिँ सम्पूर्ण भारतको गोर्खाहरूको निम्ति हो, हाम्रो त निम्ति त होइन। अब किन त्यो हुन्छ, त्यो पछि अब यहाँबाट जति पनि अपर्च्युनिटी हुन्छ, जति पनि प्रब्लम हुन्छ, कतिवटा अब यो गोर्खाल्यान्ड चलाउँदाखेरि हामीले कतिवटा समस्या हुन्छ, त्यो समस्या समाधानको लागि हाम्रो एक्सपर्ट नहोला अरे, तर ती एक्सपर्टहरू देहरादुनमा होला अरे, देहरादुनको नेपालीमा, असमको नेपालीमा होला अरे, त उनीहरूलाई पनि हामीले मगाएर हामीसित सामेल गराएर चाहिँ यो स्टेटहरूलाई चाहिँ अघि बढाउने, यसको स्ट्रेङ्थ, स्टेटको क्यापासिटी, स्टेटको स्ट्रेङ्थ, स्टेटको जुन चाहिँ एउटा जुन पर्पजलाई इन्स्टिट्युट बन्यो त्यो पर्पजलाई चाहिँ एकदमै कस्तो भनेदेखि चाहिँ एकदमै साकार रूपमा चाहिँ अघि बढाउने इन नेसनल इन्ट्रेस्ट। हाम्रो लागि मात्रै इन्ट्रेस्ट होइन, स्टेटको चाहिँ नेसनल इन्ट्रेस्टको कुरा हो यो। गभर्मेन्ट इन्डियाले के गर्छ भने जुन जुन स्टेटहरू गभर्मेन्ट इन्डियाले अहिलेसम्म बनाए, युनियन टेरिटोरी बनाए, गभर्मेन्ट इन्डियाको एउटा लक्ष्य के छ भनेदेखि चाहिँ यिनीहरूलाई स्टेटहुड दिँदाखेरि चाहिँ यो स्टेटहुड चाहिँ यिनीहरूको लागि मात्रै हुने हो कि नेसन निर्माणको लागि पनि हुने हो, त्यो पक्षबाट उनीहरूले थिङ्क गरेको हुन्छ। र त्यसले गर्दाखेरि चाहिँ अब हाम्रो जुन चाहिँ स्टेटहुड यहाँ যদি भइहाल्यो भने चाहिँ हाम्रोमा यति भयङ्कर रिसोर्सेसहरू छ, त्यसको सर्वे मोटामोटी हामीले गरिसकेका छौँ। कति इन्कम चाहिँ रेभेन्यू चाहिँ कलेक्सन हुन्छ एभ्री इयर फ्रम डिफ्रेन्ट सेक्टर्स अफ इकोनोमी, त्यो हामीले मोटामोटी गरिसकेका छौँ। र त्यो हेर्दाखेरि चाहिँ होल नर्थ इस्ट इन्डियामा चाहिँ भन्नु पऱ्यो भने चाहिँ दार्जिलिङमा जाँदा चाहिँ जुन किसिमको जिडिपी चाहिँ हामीले कन्ट्रिब्युट गर्न सक्छौँ नेसनलाई, मेबी हामीले राम्रै काम, फेरि हाम्रो वर्ल्ड फेमस टी इन्डस्ट्री चाहिँ यहाँ वर्ल्ड फेमस टी स्टेट छ, वर्ल्ड फेमस दार्जिलिङ टी, त्यो टी एकदमै निग्लेक्टमा छ अहिले जुन चाहिँ यो ममता गभर्मेन्ट आए, यसले फेरि के काम गर्यो भने टी स्टेटलाई चाहिँ भत्काउने काम गरेको छ। त्यो टीको जमिनलाई चाहिँ होटलमा फेरि परिणत गर्ने, के अरे अरू के इत्यादिहरू गर्ने, त्यो टीलाई प्रमोट गर्नुको साथ चाहिँ त्यसलाई मासेर पुरै त्यसलाई उखेलेर चाहिँ मैले जान्न चाहेको चाहिँ निर्वाचन प्रतिनिधिहरूसितै स्टेटहुड डिमान्ड कोअर्डिनेसन कमिटीको प्रतिनिधिहरूलाई लिएर भारत सरकारसित साँघको रूपमा तपाईँलाई तयार गरेको छ, के हुन्छ तपाईँको रोल? मेरो रोल चाहिँ के हुन्छ भनेदेखि चाहिँ अब भारत सरकारलाई चाहिँ हामीलाई स्टेटहुड मिल्यो भने चाहिँ यो स्टेटहुड चाहिँ यो डिरेक्सनमा जान्छ, नेसनलाई यो खालको बेनिफिट हुन्छ, र यहाँ जुन जति पनि प्रब्लम्सहरू छ यो प्रब्लम चाहिँ हामी यो प्रकारले सल्भ गर्छौँ भन्ने कुरा चाहिँ म त्यहाँ राख्छु। सर, देशको गृहमन्त्रीले होइन त्यो चुनावको बेलामा एउटा भाषण दिँदाखेरि बङ्गालभित्रकै कुनै व्यवस्था राम्रो व्यवस्था दिन्छु भनेको छ, यसले गर्दा गोर्खाल्यान्ड देला त होइन नि, त्यो चाहिँ हुँदैन। बङ्गालभित्र किन हुँदैन र किन हामीले स्टेटहुडमा आएछ भनेदेखि चाहिँ हाम्रो चाहिँ बङ्गालसित न त ल्याङ्ग्वेज मिल्छ, न कल्चर मिल्छ, न वे अफ लाइफ मिल्छ, केही पनि मिल्दैन। यो कुरा त हजारताल भनिसकेको छ। फेरि हामीले किन स्टेटहुड माग्छौँ भने गोर्खाहरूको जुन चाहिँ कन्ट्रिब्युसन छ नेसनल डिफेन्स सिस्टममा चाहिँ नेसनलाई डिफेन्स माने डिफेन्ड गर्नुको निम्ति, नेसनको जुन चाहिँ सोभरेन्टी डिफेन्ड गर्नुको लागि चाहिँ उहिलेदेखि अहिलेसम्म
त्यो चाहिँ एकदमै अनइक्वल्ड एउटा कन्ट्रिब्युसन हामीले गरिरहेका छौँ र त्यसले गर्दा चाहिँ वी आर अलरेडी क्वाइट म्याच्योर एनफ टु हेभ ए स्टेटहुड अफ आवर ओन यो छ नि त कुरा चाहिँ अन्त त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ स्टेटहुड नपाउने त कुरै छैन यहाँ यति हो अब सेन्ट्रल गभर्मेन्टले पनि हुन त उनीहरूले अब कुन कुन लाइनमा थिङ्क गरेको छ हामीलाई याद छैन किनभने त्यहाँ लबिङ भइरहेको छ बङ्गालको तर्फबाट हाम्रो विरुद्धमा र अब कसैको लबिङ भएर उनीहरू कुन चाहिँ कम्पिटिसन पुगिरहेको थियो हामीलाई याद छैन त्यही बुझ्नुको लागि चाहिँ हाम्रो आफ्नो माग लिएर उनीहरूले चाहिँ के सम्झेको छ हाम्रो डिमान्ड चाहिँ यहाँ यस्तो थियो त यो माथि उहाँहरूले के चिताएको छ भन्ने हिसाबले चाहिँ यो टोली चाहिँ जाने भएको त्यति हो भेरी सिम्पल के मितिहरू यस्तो तय भएको छैन डेटहरू कुनै तय भएको त्यो छैन त अहिले तै भएको छैन भर्खर त आज यो बैठक बसेको अब यो बैठकमा सबैको सहमत भइसकेपछि अब हामी कहिले जाने र कतिजना जाने र कुन खालको मेमोरेन्डम पेस गर्ने भन्ने कुराहरू चाहिँ अब हामी गर्दैन सर तपाईँहरूले अरू पार्टीहरूलाई पनि लिएर जानुहुन्छ कि यो तपाईँहरू मात्रै यहाँ चाहिँ अघि जुन चाहिँ हाम्रो यहाँ बस भयो यस बसमा चाहिँ भएछ भने अरू पार्टीको सबैजना लिडरहरूलाई पनि एक टोली बनाएर पहिला हामी यहाँ मिटिङ गरियो भने चाहिँ एउटा युनाइटेड भोइस बनाएर चाहिँ त्योसित चाहिँ हामी जाउँ भन्ने चाहिँ हाम्रो यहाँ चाहिँ अहिले मिटिङमा चाहिँ त्यो तय भएको थ्याङ्क यू सर हुन्छ थ्याङ्क यू सर